मिठो सानो भ्लगमा तपाईँहरूलाई स्वागत छ। आज हामी चाहिँ मन्दिरमा साउनको 1 गते मन्दिरमा गएका थियौँ। हेर्नुहोस् रमाइलो ठाउँ छ। यहाँ चाहिँ घुम्न हामी पूजा गर्न सबै हाम्रो 3-4 वटा फ्यामिली गएका थियौँ। गएर अब यस्तै रमाइलो हेर्नुहोस् त्यहाँ शिवजीको मन्दिरमा यति राम्रो छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। कहिले कसो यस्तो रमाइलो छ ठाउँ। अब त्यस्तो अब मुखले भनेर पनि हुँदैन। अब सबैजना वहाँ चाहिँ हाम्रो दाइ भित्र चाहिँ हेर्नुहोस्। अब म पनि गएँ सँगै। अब घन्टी बजाउने बाजागाजा पनि त्यहाँ भित्रै आफै बज्ने रहेछ। गयौँ अब रमाइलो गऱ्यौँ। आजको दिन चाहिँ हामी चाहिँ हैदराबादमा काम गर्छौँ। अब त्यसरी रमाइलो छ। फर्स्टचोटि गऱ्यौँ आज। अब त्यसरी हाम्रो पनि छुट्टी पाइन्न। अब रमाइलो गऱ्यौँ। मन्दिरको यताउता पनि धेरै राम्रो रहेछ। यहाँ फेरि महादेवको मन्दिर रहेछ। हजुर त्यही भएर हेर्नुहोस् रमाइलो छ। यहाँ 3 कि 4 चोटि राउन्ड हान्नुपर्छ। खुसी लाग्यो। आज धेरै दिनपछि गएर आएको रमाइलो लाग्यो। तपाईँहरूको माया सपोर्ट लिएरै अगाडि बढिरहन्छौँ। हामी पनि यस्तै भिडियो पनि अगाडि पनि बनाउँछौँ। तर हजुरहरूले माया गरिदिनु भयो भने धेरै रमाइलो लाग्छ हामीलाई पनि। अब यहाँ चाहिँ उसले पण्डित त छैन। हाम्रो पण्डित चाहिँ नेपालको रहेछ। पण्डित अहिले घर गएर रहेछन्। घर गएर अब यहाँ चाहिँ अब यहीँको लोकल मान्छेले यहाँ सिकाउने रहेछ। अब यहाँ के कस्तो आरती पनि गर्ने। लास्ट टाइम तपाईँलाई आरतीको नेक्स्ट पार्टमा तपाईँलाई आरतीको पनि म सुनाउँछु। हजुर हेर्नु यस्तो राम्रो ठाउँ। हेर्नु यस्तो बबल ठाउँ। माथिबाट तपाईँहरूले हेर्नु हैदराबादको पुरा भ्यू पाउनुहुन्छ। त्यही गरेर यस्तो राम्रो पूजा आरती आफूले आफ्नो मन मर्जी हो। जतिखेर गए पनि हुन्छ। जे गरे पनि हुन्छ। राम्रो छ। हाम्रो दाइ पनि उहाँ ढोकर लाग्नुभयो मजासँग। मैले पनि अब ढोकर दिएँ। भगवान्लाई त कहिले निस्वार्थ हिसाबमा मान्नुपर्छ कि भगवान्लाई। अब त्यसै गरी उहाँ 7 चक्कर लगाउनुपर्छ भन्नुभयो पण्डितले भनिसकेपछि आफूले त नै त भन्नु भएन होइन। अब त्यही भएर हामीले पनि गऱ्यौँ। उहाँ भाउजूले अब यता बाहिर निस्केर डोकसो गर्न लाग्नुभयो। मेरो बुढी अनि मेरो बुहारी सबैले डोकसो गरे उता। अब रमाइलो लाग्यो आज हामीलाई। अब धेरै दिनपछि मन्दिरको पनि सफर गऱ्यौँ। आज नजिकै रहेछ। यहाँबाट 4 किलोमिटर मात्र।